नमस्कार, सरस्वाणीमा यहाँहरूलाई हार्दिक स्वागत छ। मिति 2083 भदौ 10 गते बुधबार। आजको राशिफलमा हामी मेषदेखि मीन राशिसम्मका 12वटै राशिको प्रेम तथा सम्बन्ध, काम, व्यवसाय, स्वास्थ्य, यात्रा, भाग्य र भावनात्मक अवस्थाबारे विस्तृत जानकारी लिँदैछौँ। आज ग्रह नक्षत्रको प्रभावले कसैका लागि नयाँ अवसरको ढोका खोल्न सक्छ भने कसैलाई आफ्ना निर्णयमा अलि बढी धैर्य र संयम अपनाउनु पर्ने हुन सक्छ। तपाईको राशि अनुसार आजको दिनमा के कुरामा सावधानी अपनाउने, कहाँबाट राम्रो अवसर आउन सक्छ र कुन पक्षमा भाग्यले साथ दिन सक्छ भन्ने कुरा भिडियोमा विस्तारमा बताइएको छ। त्यसैले आफ्नो राशि मात्र होइन, आफूले माया गर्ने व्यक्तिहरूको राशि पनि सुन्नुहोस्। भिडियो अन्त्यसम्म हेर्नुहोस् र आजको राशिफल तपाईको जीवनसँग कतिको मिल्छ कमेन्टमा लेख्न नभुल्नुहोस्। अब सुरु गरौँ मेष राशिबाट आजको राशिफल। मेष राशि। आज मेष राशि हुनेहरूका लागि साथीभाइ, सामाजिक सम्बन्ध, योजना र आफू बन्न खोजिरहेको व्यक्तित्वसँग सम्बन्धित अपेक्षाहरू केही बढ्न सक्छन्। कुम्भ राशिमा रहेको चन्द्रमाले तपाईको राशिसँग अनुकूल सम्बन्ध बनाउँदै गर्दा कुनै समूहगत परिस्थिति वा साथीहरूको योजनामा तपाईले नेतृत्व लिनुपर्ने अवस्था आउन सक्छ। तर आज हतारमा निर्णय लिनुभन्दा परिपक्व भएर सोच्नु राम्रो हुनेछ। आफूले वास्तवमै पूरा गर्न सक्ने कुरा मात्र स्वीकार गर्नुहोस्। तुरुन्तै हुन्छ भन्नुभन्दा सोचेर दिएको वाचा तपाईका लागि बढी महत्त्वपूर्ण साबित हुन सक्छ। काम तथा व्यवसायको क्षेत्रमा पनि यही संयम उपयोगी हुनेछ। टिमको लक्ष्य, ग्राहकसँगको योजना वा कुनै साझा जिम्मेवारीमा तपाईको सुझाव मागिन सक्छ। सबै कुरा आफै सम्हाल्न खोज्नुभन्दा एउटा महत्त्वपूर्ण कामलाई राम्रोसँग पूरा गर्नुहोस्। तपाईको शान्त र व्यवस्थित व्यवहारले सहकर्मीहरूलाई पनि सही दिशातर्फ अघि बढ्न सहयोग गर्नेछ। स्वास्थ्यतर्फ भने अरूको जिम्मेवारी धेरै लिन खोज्दा थकान महसुस हुन सक्छ। खानपान नियमित राख्नुहोस् र लगातार मोबाइल वा ग्रुप च्याटमा व्यस्त नरहनुहोस्। टाउको, काँध वा जबडामा तनाव महसुस भएमा केही समय आराम गर्नुहोस्। हल्का हिन्डुल वा स्ट्रेचिङले शरीरलाई सहज बनाउन सक्छ। यात्राको क्रममा समय व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ। अरूलाई खुसी पार्न अनावश्यक ठाउँमा जाने वा अतिरिक्त जिम्मेवारी लिने काम नगर्नुहोस्। भाग्य, जिम्मेवार सम्बन्ध र तपाईले बनाएको विश्वासबाट बलियो हुनेछ। तपाईको स्थिर व्यवहारलाई कसैले प्रशंसा गर्न सक्छ र आवश्यक समयमा सहयोग वा उपयोगी अवसर पनि प्राप्त हुन सक्छ। भावनात्मक रूपमा आफूलाई सधैँ बलियो देखाउन आवश्यक छैन। नजिकका मानिससँग आफ्नो वास्तविक भावना सरल रूपमा व्यक्त गर्दा मन हलुका हुनेछ। वृष राशि। आज वृष राशि हुनेहरूका लागि घर परिवारको जिम्मेवारी र बाहिरी संसारको दबावबीच सन्तुलन कायम गर्नुपर्ने दिन हुन सक्छ। परिवारमा कसैलाई तपाईको साथ वा आश्वासन आवश्यक पर्न सक्छ, तर अर्कोतर्फ काम वा अन्य योजनाले पनि तपाईको समय माग्न सक्छ। सबै कुरा एकैपटक सम्हाल्ने प्रयास नगर्नुहोस्। तपाईले कति जिम्मेवारी लिन सक्नुहुन्छ भन्ने कुरा स्पष्ट रूपमा बुझेर अघि बढ्नु राम्रो हुनेछ। काम तथा व्यवसायमा करियरसँग सम्बन्धित जिम्मेवारी र व्यक्तिगत आवश्यकताबीच केही द्वन्द्व देखिन सक्छ। कुनै वरिष्ठ व्यक्ति, ग्राहक वा महत्त्वपूर्ण कामले तपाईको अपेक्षाभन्दा बढी समय माग्न सक्छ। आफ्नो समर्पण देखाउनका लागि आवश्यकता भन्दा बढी वाचा नगर्नुहोस्। स्पष्ट र सम्मानजनक सीमाले तपाईको प्रतिष्ठा अझ बलियो बनाउन सक्छ। प्राथमिकताहरू स्पष्ट राखेर काम गर्दा अनावश्यक दबाव कम हुनेछ। स्वास्थ्यतर्फ जिम्मेवारी र आरामबीच सन्तुलन आवश्यक हुनेछ। थकान, शरीरमा स्टिफनेस वा मन लागेको खानेकुरा धेरै खाने इच्छा हुन सक्छ। तनाव कम गर्न खाना अत्यधिक प्रयोग नगर्नुहोस्। नियमित खाना खानुहोस्, पर्याप्त पानी पिउनुहोस् र केही समय शान्त वातावरणमा बिताउनुहोस्। यात्रा, काम, परिवार वा कुनै आवश्यक जिम्मेवारीसँग जोडिन सक्छ। बाटो र समय पहिले नै व्यवस्थित गर्नुहोस्। ढिलाइ हुन सक्ने भएकाले केही अतिरिक्त समय छुट्याउनु राम्रो हुनेछ। भाग्य, जिम्मेवार निर्णयबाट बलियो बन्नेछ। सबैलाई खुसी पार्ने प्रयास छोडेर व्यावहारिक समाधान रोज्दा राम्रो अवसर प्राप्त हुन सक्छ। भावनात्मक रूपमा आफू सधैँ भरपर्दो भएर बस्दा कहिलेकाहीँ एक्लोपन महसुस हुन सक्छ। नजिकको व्यक्तिसँग आफूलाई वास्तवमै कस्तो सहयोग चाहिएको छ भनेर खुलेर भन्नुहोस्। मिथुन राशि। आज मिथुन राशि हुनेहरूका लागि एउटा कुराकानीले तपाईको सोच र मनस्थितिमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
तपाईँ धेरै विचारहरूलाई छिटो जोडेर अघि बढ्न सक्नुहुन्छ, तर आज कुनै साथी वा नजिकको व्यक्तिले तपाईलाई अलि रोकिएर आफ्ना योजनाबारे सोच्न प्रेरित गर्न सक्छ। हरेक कुराको बचाउ गर्न आवश्यक छैन। अरूको सुझावमा उपयोगी पक्ष छ भने त्यसलाई स्वीकार गर्नुहोस्। काम तथा व्यवसायमा भविष्यसँग सम्बन्धित योजना, अध्ययन, प्रस्तुति वा कुनै नयाँ विचारमा प्रगति हुन सक्छ। तपाईको ठूलो सोचलाई व्यवहारमा उतार्न सहयोग गर्ने व्यक्ति भेटिन सक्छ। आफ्नो योजना मात्र बताउने होइन, त्यसलाई कसरी पूरा गर्ने भन्ने विषयमा पनि छलफल गर्नुहोस्। सही सहकार्यले अधुरो रहेको कामलाई व्यवस्थित बनाउन सक्छ। समूहमा काम गर्दा आफ्नो विचारसँगै अरूको अनुभवलाई पनि महत्त्व दिनु राम्रो हुनेछ। स्वास्थ्यका लागि मानसिक सक्रियतासँगै शरीरलाई पनि आराम आवश्यक हुनेछ। धेरै कुरा एकैपटक सोच्दा बेचैनी वा थकान हुन सक्छ। हिँड्दै सोच्ने, हल्का स्ट्रेचिङ गर्ने र मोबाइल तथा कम्प्युटरबाट केही समय टाढा बस्ने प्रयास गर्नुहोस्। कुनै राम्रो विचार आएमा तुरुन्तै सबै काम सुरु गर्नुभन्दा पहिले त्यसको अर्को चरण लेखेर राख्नु उपयोगी हुनेछ। यात्रा अध्ययन, भेटघाट वा भविष्यको योजनासँग जोडिन सक्छ। यात्रा उद्देश्यपूर्ण बनाउनुहोस् र समय तालिका पूर्ण रूपमा खुला पनि नराख्नुहोस्। भाग्य सोचेर बनाइएको सम्बन्ध र उपयोगी सल्लाहबाट आउनेछ। कुनै साथी, गुरु वा व्यावसायिक सम्पर्कले तपाईलाई महत्त्वपूर्ण दिशा देखाउन सक्छ। भावनात्मक रूपमा तपाईको उत्साह अझ परिपक्व बन्नेछ। कुनै योजनामा विश्वास गर्न सकिन्छ, तर त्यसलाई तुरुन्तै परिणाममा पुर्याउन आवश्यक छैन। समयलाई आफ्नै गतिमा अघि बढ्न दिनुहोस्। कर्कट राशि। आज कर्कट राशि हुनेहरूका लागि व्यक्तिगत सम्बन्धमा सामान्य कुराभित्र पनि गहिरो अर्थ महसुस हुन सक्छ। तपाई अरूको भावना छिट्टै बुझ्न सक्नुहुन्छ, तर आज मौनतालाई आफ्नै अनुमानले भरिदिनु राम्रो हुने छैन। परिवार वा नजिकको व्यक्तिसँग विश्वास, साझा जिम्मेवारी वा सुरक्षासँग सम्बन्धित विषय उठ्न सक्छ। प्रतिक्रिया दिनु अघि शान्त भएर प्रश्न गर्नुहोस्। तपाईले अपेक्षा गरे भन्दा सरल उत्तर प्राप्त हुन सक्छ। काम तथा व्यवसायमा आर्थिक विषय, साझा परियोजना, गोप्य जानकारी वा अरूको सहयोगसँग सम्बन्धित कुरा अगाडि आउन सक्छ। संवेदनशील विषयमा कुरा गर्दा शब्द र व्यवहार दुवैमा सावधानी अपनाउनुहोस्। कठोर भएर कुरा गर्नुभन्दा नम्र र समझदारीपूर्ण शैलीले राम्रो परिणाम दिन सक्छ। कसैसँग भएको सहकार्य अझ बलियो बन्ने सम्भावना छ। स्वास्थ्यतर्फ अरूको तनाव आफूभित्र धेरै लिन नदिनुहोस्। मनमा दबाव हुँदा शरीरमा पनि थकान, पेट असहज हुने वा ऊर्जा कम भएको महसुस हुन सक्छ। समयमा खाना खानुहोस् र आरामका लागि केही निजी समय छुट्याउनुहोस्। शान्त वातावरण, न्यानो पेय वा व्यवस्थित कोठाले मनलाई सहज बनाउन सक्छ। यात्रा, परिवार, ब्याङ्किङ, आवश्यक काम वा कुनै नजिकको व्यक्तिसँग सम्बन्धित हुन सक्छ। धेरै भिडभाड भएको योजना भन्दा शान्त र सहज यात्रा रोज्नु राम्रो हुनेछ। भाग्य दयालु व्यवहार र सही समयमा लिएको सहयोगबाट बलियो हुनेछ। तपाईले सबै कुरा एक्लै सम्हाल्नु पर्दैन भन्ने कुरा आजले सम्झाउन सक्छ। भावनात्मक रूपमा आफूले अरूबाट वास्तवमै के चाहेको हो भन्ने कुरा स्पष्ट हुन सक्छ। मनको कुरा दोष नदिई सरल रूपमा व्यक्त गर्दा सम्बन्धमा विश्वास र न्यानोपन अझ बढ्नेछ। सिंह राशि। आज सिंह राशि हुनेहरूका लागि नजिकका मानिससँगको सम्बन्धले आफूभित्रको केही कुरा देखाउन सक्छ। तपाईलाई माया, ध्यान वा आफ्नो विचारप्रति समर्थन चाहिएको हुन सक्छ, तर अर्को व्यक्तिलाई पनि आफ्ना कुरा राख्ने समान अवसर दिनु आवश्यक हुनेछ। फरक विचारलाई आफ्नो प्रतिको अस्वीकार वा विश्वासको कमी भनेर नबुझ्नुहोस्। पहिले सुन्ने प्रयास गर्दा सम्बन्धमा राम्रो सन्तुलन कायम हुनेछ। काम तथा व्यवसायमा सहकर्मी, ग्राहक वा साझेदारसँग विचार नमिल्ने अवस्था आउन सक्छ। तपाई आफ्नो निर्णयमा विश्वस्त भए पनि तुरुन्तै आफ्नो पक्ष प्रमाणित गर्न खोज्नु आवश्यक छैन। तपाईले दिने वाचा र जिम्मेवारी आफ्नो क्षमता अनुसार छ कि छैन भनेर पहिले जाँच गर्नुहोस्। नेतृत्व भनेको सबै निर्णय आफै लिनु मात्र होइन, अरूको दृष्टिकोणलाई पनि सम्मान गर्नु हो। स्वास्थ्यतर्फ आफूलाई अत्यधिक व्यस्त नराख्नुहोस्। थकान हुँदाहुँदै पनि आफू बलियो देखिन खोज्दा शरीरमा तनाव बढ्न सक्छ। पर्याप्त पानी पिउनुहोस्, नियमित खाना खानुहोस् र लगातार मानिसहरूसँगको कुराकानीपछि केही समय एकान्तमा आराम गर्नुहोस्। शान्त वातावरणले ऊर्जा पुनः फर्काउन सहयोग गर्नेछ। यात्रा अरू कसैसँगको भेट, काम वा साझा योजनासँग जोडिन सक्छ।
निस्कनु अघि समय, स्थान र आवश्यक विवरण निश्चित गर्नुहोस्। अरूको सुविधाका लागि आफूलाई अनावश्यक दबावमा नराख्नुहोस्। भाग्य पारस्परिक सम्मानबाट बलियो हुनेछ। सुरुमा तनावपूर्ण देखिएको कुराकानी पनि अन्ततः राम्रो समझदारीमा बदलिन सक्छ। भावनात्मक रूपमा तपाईलाई सबैको प्रशंसा भन्दा एउटै विश्वासिलो व्यक्तिबाट पाएको साँचो अपनत्व बढी मूल्यवान लाग्न सक्छ। आफूलाई देखाउनु पर्ने आवश्यकता कम गर्दै वास्तविक सम्बन्धलाई महत्त्व दिनुहोस्। कन्या राशि। आज कन्या राशि हुनेहरूका लागि साना जिम्मेवारीले पनि ठूलो अर्थ बोकेको महसुस हुन सक्छ। तपाईले अरूले नदेखेको समस्या पनि चाँडै पहिचान गर्न सक्नुहुन्छ, तर आज प्रत्येक समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा लिन आवश्यक छैन। परिवार, साथी वा नजिकको व्यक्तिलाई सहयोग गर्दा आफ्नो समय र ऊर्जाको सीमालाई पनि ध्यान दिनुहोस्। आवश्यक ठाउँमा सहयोग गर्नुहोस्, तर आफ्नो क्षमता भन्दा बढी बोझ नलिनुहोस्। काम तथा व्यवसायमा दैनिक काम, समय सीमा, भुक्तानी, स्वास्थ्य सम्बन्धी जिम्मेवारी वा साझा कामलाई व्यवस्थित गर्नुपर्ने हुन सक्छ। संवेदनशील विषयलाई पहिले सम्हालेर त्यसपछि बाँकी विवरण मिलाउनु राम्रो हुनेछ। तपाईको व्यवस्थित र भरपर्दो व्यवहारले अरूको विश्वास जित्न सक्छ। तर तपाई सक्षम हुनुहुन्छ भन्दैमा सबै अतिरिक्त काम स्वीकार गर्नु आवश्यक छैन। स्वास्थ्यतर्फ नियमित दिनचर्याले महत्त्वपूर्ण भूमिका खेल्नेछ। समयमा खाना खानुहोस्, पर्याप्त पानी पिउनुहोस् र शरीर थाकेको संकेतलाई बेवास्ता नगर्नुहोस्। तनावलाई पेट, काँध वा शरीरको अन्य भागमा जम्मा हुन नदिन हल्का हिन्डुल वा स्ट्रेचिङ गर्नु उपयोगी हुनेछ। सबै समस्या तुरुन्तै समाधान हुनुपर्छ भन्ने दबाव आफूलाई नदिनुहोस्। यात्रा काम, भेटघाट, अपोइन्टमेन्ट वा आवश्यक कामसँग जोडिन सक्छ। कागजात, पैसा र आवश्यक सन्देशहरू पहिले नै जाँच गरेर निस्कनु राम्रो हुनेछ। व्यवस्थित यात्रा गर्दा अनावश्यक तनाव कम हुनेछ। भाग्य अनुशासित प्रयास र सानो समस्यालाई समयमै समाधान गर्ने क्षमताबाट आउनेछ। ठूलो चमत्कार खोज्नुभन्दा एउटा महत्त्वपूर्ण काम सही तरिकाले पूरा गर्नु आजका लागि पर्याप्त हुनेछ। भावनात्मक रूपमा अरूको समस्या बुझ्दा पनि आफ्ना आवश्यकतालाई बेवास्ता नगर्नुहोस्। शान्त सीमाले तपाईलाई राहत र मनको स्थिरता दिन सक्छ। तुला राशि। आज तुला राशि हुनेहरूका लागि सानो खुसी वा मनपर्ने कुराले तपाईलाई फेरि आफ्नै भावनासँग जोडिन मद्दत गर्न सक्छ। पछिल्ला केही दिनमा अरूले के अपेक्षा गर्छन् भन्ने सोच्दै आफ्नो चाहनालाई पछाडि राख्नु भएको हुन सक्छ। तर आज आफूलाई सहज र स्वाभाविक महसुस गराउने कुरालाई पनि महत्त्व दिनुहोस्। प्रेम, सृजनात्मकता वा रमाइलो कुराकानीले मनको बोझ हल्का बनाउन सक्छ। हरेक कुरालाई गम्भीर बनाएर समाधान खोज्न आवश्यक छैन। काम तथा व्यवसायमा तपाईको सृजनात्मक सोचले राम्रो प्रभाव पार्न सक्छ। कुनै प्रस्तुति, ग्राहकसँगको कुराकानी वा नयाँ विचारमा आफ्नो वास्तविक शैली देखाउँदा मानिसहरूले तपाईलाई अझ सकारात्मक रूपमा लिन सक्छन्। सबैलाई खुसी पार्ने प्रयासमा आफ्नो मौलिकता नहराउनुहोस्। आत्मविश्वास देखाउनुहोस्, तर कामको उद्देश्य स्पष्ट राख्नुहोस्। सहज र प्राकृतिक व्यवहारले तपाईको प्रभाव अझ राम्रो बनाउन सक्छ। स्वास्थ्यतर्फ मन खुसी बनाउने गतिविधिले शरीरलाई पनि ऊर्जा दिनेछ। मनपर्ने संगीत सुन्ने, हल्का व्यायाम गर्ने, हिन्डुल गर्ने वा वातावरणमा सानो परिवर्तन ल्याउने प्रयास गर्नुहोस्। लामो समय एउटै ठाउँमा बसेर प्रेरणा खोजिरहनुभन्दा केही समय बाहिर निस्कनु उपयोगी हुनेछ। यात्रा, प्रेम, मनोरञ्जन, साथीभाइ वा आफूलाई ताजा महसुस गराउने ठाउँसँग जोडिन सक्छ। धेरै कडा तालिका नबनाई केही समय रमाइलोका लागि छुट्याउनुहोस्। भाग्य तपाईको आकर्षण र साँचो व्यवहारबाट बलियो हुनेछ। कुनै व्यक्ति तपाईको न्यानो व्यवहारबाट प्रभावित हुन सक्छ वा तपाईको सृजनात्मक विचारले ध्यान पाउन सक्छ। भावनात्मक रूपमा तपाईले साधारण स्नेह र अपनत्वलाई पहिले भन्दा बढी महत्त्व दिन सक्नुहुन्छ। राम्रो भावना आएपछि त्यसलाई धेरै विश्लेषण नगरी स्वाभाविक रूपमा स्वीकार गर्नुहोस्। वृश्चिक राशि। आज वृश्चिक राशि हुनेहरूका लागि घर परिवार र बाहिरी जिम्मेवारी बीच केही दबाव महसुस हुन सक्छ। सतहमा ठूलो समस्या नदेखिए पनि तपाईले वातावरणमा रहेको तनाव चाँडै महसुस गर्न सक्नुहुन्छ। परिवारको अपेक्षा, निजी चिन्ता वा घरसँग सम्बन्धित विषयले कामको जिम्मेवारीसँग प्रतिस्पर्धा गर्न सक्छ। सबै कुरा एकैपटक समाधान गर्न खोज्नुभन्दा
तपाईको मानसिक शान्तिमा सबैभन्दा बढी प्रभाव पारिरहेको विषयलाई पहिले सम्हाल्नुहोस्। काम तथा व्यवसायमा वरिष्ठ व्यक्ति, करियरको जिम्मेवारी वा महत्त्वपूर्ण कामले तपाईको ध्यान तान्न सक्छ, तर घर, आराम वा व्यक्तिगत आवश्यकतालाई पूर्ण रूपमा व्यवस्था गरेर अगाडि बढ्नु उचित हुने छैन। कुनै कुरा प्रमाणित गर्नका लागि ठूलो वाचा नगर्नुहोस्। सोचेर दिएको जवाफ र वास्तविक क्षमता अनुसारको प्रतिबद्धताले तपाईको प्रतिष्ठा अझ बलियो बनाउनेछ। स्वास्थ्यतर्फ तनाव शरीरमा जम्मा हुन नदिनुहोस्। लामो समयको चिन्ताले ढाड, छाती वा पेटमा असहजता ल्याउन सक्छ। कामको तनावपछि केही समय स्क्रिनबाट टाढा बस्नुहोस्। शान्त कोठा, हल्का खाना र पर्याप्त आरामले मन र शरीर दुवैलाई सहज बनाउन सक्छ। यात्रा घर, परिवार वा कामसँग सम्बन्धित हुन सक्छ। समयलाई यथार्थ राख्नुहोस् र यात्रा गर्दै गर्दा भावनात्मक विषयमा महत्त्वपूर्ण निर्णय नगर्नु राम्रो हुनेछ। भाग्य आज प्रतिक्रिया होइन, परिपक्व निर्णयबाट बलियो हुनेछ। कुनै ढिलाइले तपाईलाई अझ राम्रो तयारी गर्ने समय दिन सक्छ। भावनात्मक रूपमा तपाईले आफूभित्र दबाएर राखेको थकान वा निराशालाई महसुस गर्न सक्नुहुन्छ। त्यसलाई कमजोरी नसम्झनुहोस्। विश्वासिलो व्यक्तिसँग थोरै भए पनि मनको कुरा राख्दा मन हलुका हुन सक्छ। धनुराशि। आज धनुराशि हुनेहरूका लागि एउटा सामान्य सन्देश वा कुराकानीले दिनको वातावरण नै रमाइलो बनाउन सक्छ। तपाई सामाजिक रूपमा खुला र सक्रिय रहन सक्नुहुन्छ, तर आज धेरै कुरा एकैपटक भन्नुभन्दा एउटा राम्रो कुराकानीलाई बिस्तारै अघि बढाउनु उपयोगी हुनेछ। साथी, दाजुभाइ, दिदीबहिनी, छिमेकी वा चिन्जानको व्यक्तिसँग भएको संवादले तपाईलाई आफू एक्लो छैन भन्ने अनुभूति दिलाउन सक्छ। काम तथा व्यवसायमा तपाईको बोल्ने र बुझाउने क्षमता निकै उपयोगी हुनेछ। बैठक, फोन, इमेल, प्रस्तुति वा कुनै योजना बनाउने क्रममा सही शब्द छनौट गर्न सके राम्रो परिणाम आउन सक्छ। सबैलाई प्रभावित पार्न खोज्नु आवश्यक छैन। स्पष्ट, नम्र र व्यावहारिक कुरा गर्नुहोस्। सही व्यक्तिलाई सही प्रश्न सोध्दा तपाईले खोजिरहेको समाधान सजिलै भेट्टाउन सक्नुहुन्छ। स्वास्थ्यतर्फ मानसिक रूपमा धेरै सक्रिय हुँदा शरीरलाई विश्राम दिन नबिर्सनुहोस्। लगातार मोबाइल हेर्ने वा सन्देशको जवाफ दिने बानीले आँखामा र शरीरमा थकान ल्याउन सक्छ। केही समय स्क्रिनबाट टाढा बस्नुहोस्, काँध र घाँटी हल्का चलाउनुहोस् र छोटो हिँडडुल गर्नुहोस्। यसले सोचलाई पनि स्पष्ट बनाउन सक्छ। यात्रा, छोटो दूरीको यात्रा, भेटघाट, किनमेल वा आवश्यक कामका लागि हुन सक्छ। समय निश्चित गरेर निस्कनुहोस्, नत्र धेरै योजना एकै दिनमा मिसिन सक्छन्। भाग्य राम्रो कुराकानी र सही समयमा आएको सुझावबाट बलियो हुनेछ। कुनै सन्देश, परिचय वा साथीको सामान्य सुझावले तपाईलाई नयाँ विकल्पतर्फ लैजान सक्छ। भावनात्मक रूपमा धेरै व्याख्या नगरी कसैले तपाईलाई बुझिदिँदा ठूलो राहत महसुस हुन सक्छ। आज सम्बन्धलाई जटिल बनाउनु भन्दा सरल र साँचो राख्नु राम्रो हुनेछ। मकर राशि। आज मकर राशि हुनेहरूका लागि आफ्नो समय, पैसा र ऊर्जाको वास्तविक मूल्य बुझ्ने दिन हुन सक्छ। तपाई व्यवहारिक हुनुहुन्छ, तर आज प्रश्न केवल कति काम गर्न सकिन्छ भन्ने होइन, तपाईको मेहनतलाई कहाँ कदर भइरहेको छ भन्ने पनि हुनेछ। परिवार वा नजिकको व्यक्तिसँग भविष्य, सहयोग वा आर्थिक सुरक्षा सम्बन्धी कुरा उठ्न सक्छ। आफ्नो आवश्यकता स्पष्ट रूपमा राख्दा अरूले पनि तपाईलाई राम्रोसँग बुझ्न सक्नेछन्। काम तथा व्यवसायमा आर्थिक विषय, पारिश्रमिक स्रोत व्यवस्थापन वा करियरसँग सम्बन्धित अवसर अगाडि आउन सक्छ। आफ्नो मूल्य प्रमाणित गर्न अत्यधिक दबाव लिनु आवश्यक छैन। तथ्य, कामको परिणाम र आफ्नो योगदान स्पष्ट रूपमा प्रस्तुत गर्नुहोस्। पैसा वा मान्यतासँग सम्बन्धित कुरामा भावनामा बगेर निर्णय नगर्नुहोस्। धैर्य र कूटनीतिक व्यवहारले राम्रो परिणाम ल्याउन सक्छ। स्वास्थ्यतर्फ काम र जिम्मेवारीको तनाव शरीरमा धेरै नजमियोस्। समयमा खाना खानुहोस्, पानी पर्याप्त पिउनुहोस् र आरामलाई कामपछि मात्र पाउने पुरस्कार नसम्झनुहोस्। आर्थिक वा करियर सम्बन्धी चिन्ता बढेमा सबै कुरा एकैपटक समाधान गर्न खोज्नुको सट्टा एउटा व्यावहारिक कदम चाल्नुहोस्। यात्रा, काम, ब्याङ्किङ, किनमेल वा आर्थिक कामसँग जोडिन सक्छ। आवश्यक कागजात, पैसा र विवरण जाँच गरेर मात्र निस्कनुहोस्। उद्देश्यपूर्ण यात्रा तपाईका लागि उपयोगी हुनेछ। भाग्य आत्मसम्मान र धैर्यबाट बलियो हुनेछ। कुनै उपयोगी प्रस्ताव, सहयोगी व्यक्ति
वा करियर सम्बन्धी अवसर तपाईले आफ्नो मूल्य स्पष्ट रूपमा बुझाउन सकेपछि आउन सक्छ। भावनात्मक रूपमा सफलता मात्र पर्याप्त छैन भन्ने महसुस हुन सक्छ। उपलब्धिसँगै न्यानोपन र आफ्ना मानिसहरूको साथ पनि आवश्यक छ। आफ्नो मनको कुरा खुला रूपमा राख्दा सम्बन्ध अझ सहज बन्न सक्छ। कुम्भ राशि। आज कुम्भ राशि हुनेहरूका लागि आफू अरूको नजरमा कसरी देखिरहेको छु भन्ने भावना केही बलियो हुन सक्छ। तपाई आफ्नै गतिमा अघि बढ्न चाहनुहुन्छ, तर नजिकको व्यक्तिको प्रतिक्रिया वा अपेक्षाले तपाईलाई केही सोच्न बाध्य बनाउन सक्छ। अरूको प्रतिक्रिया तुरुन्तै अस्वीकार वा आलोचना हो भनेर नबुझ्नुहोस्। त्यसमा सम्बन्धलाई अझ राम्रो बनाउने संकेत पनि लुकेको हुन सक्छ। काम तथा व्यवसायमा सहकर्मी, ग्राहक वा साझेदारले तपाईको समय र क्षमताबाट ठूलो अपेक्षा राख्न सक्छ। उत्साहमा आएर तुरुन्तै सबै जिम्मेवारी स्वीकार नगर्नुहोस्। कुनै काम स्वीकार गर्नुअघि समय, स्रोत र वास्तविक क्षमता जाँच गर्नुहोस्। स्पष्ट नियम र जिम्मेवारी तोकेर सहकार्य गर्दा तपाईको काम पनि व्यवस्थित हुनेछ र गलत बुझाइ पनि कम हुनेछ। स्वास्थ्यतर्फ तपाईको शरीरले तनावको संकेत छिटो दिन सक्छ। धेरै मानिससँग लगातार कुराकानी, व्यस्त तालिका वा सबैलाई जवाफ दिनुपर्ने दबावले बेचैनी, टाउको दुख्ने वा शरीरमा तनाव महसुस हुन सक्छ। पर्याप्त पानी पिउनुहोस् र दुई कामबीच केही मिनेट शान्त बस्ने बानी बनाउनुहोस्। यात्रा अरू व्यक्तिसँगको योजना, भेटघाट वा आवश्यक परामर्शसँग सम्बन्धित हुन सक्छ। निस्कनु अघि समय र स्थान निश्चित गर्नुहोस्। अरूले आफ्नो योजना परिवर्तन गरे भन्दैमा तपाईले पनि सबै कुरा हतारमा परिवर्तन गर्नु पर्दैन। भाग्य आफूलाई गुमाउन नदी अरूसँग सहकार्य गर्न सक्ने क्षमताबाट आउनेछ। सही साझेदारीले नयाँ अवसर वा उपयोगी दृष्टिकोण दिन सक्छ। भावनात्मक रूपमा तपाईलाई स्वतन्त्रता पनि चाहिएको छ र साँचो सम्बन्ध पनि। दुवै मध्ये एउटा रोज्नु पर्ने छैन। स्पष्ट संवादले आफ्नो ठाउँ कायम राख्दै नजिकपन पनि सम्भव छ भन्ने देखाउनेछ। मीन राशि। आज मीन राशि हुनेहरूका लागि दिनको सुरुवातमै केही शान्त समय आवश्यक महसुस हुन सक्छ। तपाई वरपरका मानिसहरूको भावना छिट्टै ग्रहण गर्न सक्नुहुन्छ, त्यसैले आज आफ्नो मानसिक सीमालाई जोगाउनु महत्त्वपूर्ण हुनेछ। पैसा, आत्ममूल्य वा भविष्यको सुरक्षासँग सम्बन्धित कुनै निजी चिन्ता मनमा हुन सक्छ। त्यसलाई बेवास्ता नगर्नुहोस्। समस्याको नाम पहिचान गरेपछि समाधानतर्फ अघि बढ्न सजिलो हुनेछ। काम तथा व्यवसायमा पर्दा पछाडिको काम, आर्थिक निर्णय, भुक्तानी वा स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयमा ध्यान दिनुपर्ने हुन सक्छ। कसैलाई खुसी पार्न वा दोषी महसुस भएर तुरुन्तै सहमति नजनाउनुहोस्। केही समय लिएर तथ्यहरू जाँच गर्नुहोस्। तपाईको शान्त र ध्यानपूर्वक गरिएको निर्णयले भविष्यमा अनावश्यक बोझबाट बचाउन सक्छ। स्वास्थ्यतर्फ शरीरले आरामको संकेत दिन सक्छ। मन थाकेको बेला पनि काम गरिरहनु भन्दा केही समय शान्त बस्नु राम्रो हुनेछ। पर्याप्त पानी पिउनुहोस् र शरीरलाई सहज राख्ने नियमित खाना खानुहोस्। धेरै आवाज वा लगातार मोबाइलको प्रयोगले मन अझ भारी बनाउन सक्छ, त्यसैले केही समय मौनता वा ध्यानमा बिताउनु उपयोगी हुनेछ। यात्रा सरल र आवश्यक काममा सीमित राख्दा राम्रो हुनेछ। खर्च, समय र यात्राको उद्देश्य पहिले नै स्पष्ट गर्नुहोस्। अनिश्चित योजना पछ्याउँदा अनावश्यक तनाव बढ्न सक्छ। भाग्य आज शान्त अनुशासनबाट बलियो हुनेछ। सानो बचत, सही सीमा वा निजी रूपमा आएको कुनै महत्त्वपूर्ण बुझाइले तपाईलाई अपेक्षा भन्दा बढी सुरक्षा दिन सक्छ। बाहिरी प्रशंसा भन्दा आफ्नै सही निर्णयमा विश्वास गर्नुहोस्। भावनात्मक रूपमा अरूको आवश्यकतामा आफूलाई धेरै खर्च गरिरहेको महसुस हुन सक्छ। दयालु हुनु राम्रो हो, तर आफ्नो समय, पैसा र ऊर्जा जोगाउनु पनि उत्तिकै आवश्यक छ। आजको मेषदेखि मीन राशिसम्मको राशिफल यति नै। आजको भविष्यवाणीले तपाईलाई आफ्नो दिन अझ राम्रोसँग योजना बनाउन र सही निर्णय लिन केही मार्गदर्शन मिलोस् भन्ने शुभकामना। यदि तपाईलाई आजको राशिफल उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, सरस्वाणी च्यानललाई सब्स्क्राइब गर्नुहोस् र आफ्नो राशि अनुसार आजको अनुभव कमेन्टमा लेख्न नभुल्नुहोस्। फेरि अर्को नयाँ राशिफल सहित भेटौँला। तपाईको दिन शुभ, सुखद र सफल रहोस्। नमस्कार।